हेलो साथीहरु सम्पूर्णमा गुड मर्निङ। यो केपी को रखेलले के भन्दैछ हौ, आज भोलि खुब बोलिरहेछ त केपी को रखल झोलेले आशिका दिदी को बारेमा। 2-4 रुपैयाँ उठाएर समाज सेवा गरेर नेता बन्दैन अरे। सल्लाह तैले 2-4 रुपैयाँको लागि पेन्टी देखाउन मिल्छ उफ्रेर, अनि आशिका दिदीले 2-4 रुपैयाँ उठाएर समाज सेवा गर्दा तेरो के चिलायो? जा तेरो केपी बा पठा, चिलाइ मिटाइदिन्छ। राखेल साला केपी को झुले मादर छु। आशिका दिदी को बारेमा नराम्रो बोल्छस्। जनजी आन्दोलनमा त्यत्रो घाइते भएको लागि कति सहयोग गरेको, तैले गएर सहयोग गरिस्? तैले कति पैसा कमाउँछस्? त्यही सल्लाह पेन्टी देखाएर पनि त्यत्रो पैसा कमाछस्, कसैलाई सहयोग गरेछस्? सल्लाह आफू 2-4 रुपैयाँको लागि पेन्टी देखाएर हिँड्नाछस्। त्यति समाज सेवा गर्ने एउटा नारीलाई बेइज्जत गर्छस् त? साला केपी को रखेल।